भन्छन् ऊर्जा मन्त्री दीपक खड्कालाई तुरुन्तै नहटाउने हो भने यो देश डुब्नेछ। प्राधिकरणको नेतृत्व परिवर्तन भएसँगै पछिल्लो समय देशमा झ्याप्प बत्ती जाने र आउने समस्या दिनानुदिन बढिरहेको छ भने ऊर्जा मन्त्री दीपक खड्काको निकै ठूलो प्रयासले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन सफल भएपछि अहिले मन्त्री खड्का देखेर आम जनताहरू रुष्ट बनिरहेको छ। यो सँगै आज वैज्ञानिक पुनले पनि सामाजिक सञ्जालमा एकदमै कडा र आक्रामक भाषा प्रयोग गर्दै मन्त्री खड्का विरुद्धको आक्रोश व्यक्त गरेका हुन्। उनले करिब 2 घण्टा अगाडि लेखेका छन्, ऊर्जा मन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने यो देश डुब्नेछ। त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो, तर उनीहरूले हटाउने छाटकाट देखिएन। त्यसैले गर्दा बृहत जनआन्दोलन नै अन्तिम उपाय देखियो। पुनले लेखेको यो पोस्ट सामाजिक सञ्जालमा एकदमै भाइरल बनेपछि फेरि आधा घण्टा अगाडि उनले अर्को पोस्ट लेख्दै थपेका छन्, वीरगञ्ज कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा झ्याप्प बत्ती गइरहन्छ। भाइ बहिनीहरूले काम गर्न पाउँदैनन्। 15 केभीए र 30 केभीए को डिजेल जेनेरेटर चलाएर काम गर्नु परिरहेको छ। त्यसो हुँदा रिस नउठेर के माया लाग्छ त मन्त्रीको? उनको यो दुवै पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खुलेरै साथ र समर्थन गरिरहेका छन् भने अहिले देशभरबाट अघोषित लोड सेडिङ भइरहेको छ भन्दै व्यापक जनगुनासोहरू बाहिर आइरहेको छ। नेपाल र नेपालीहरूले 8 वर्ष पहिले नै बिर्सिसकेको लोड सेडिङ पुनः आउन लागेको भन्ने हल्लाले अहिले आम जनताहरू तर्सित बनेका छन्। किनकि अहिले जेठमै यो अवस्था छ भने अब झन् असार साउनमा के अवस्था हुने हो थाहा छैन। नेपाल यस्तो देश हो जहाँ अलिकति हाउरी आउने बित्तिकै वा अलिकति आकाश कालो हुने बित्तिकै बत्ती जान थालिहाल्छ। तर यही बीच अर्को एउटा सत्य के पनि हो भने यसरी बेला बेला बत्ती जाने कुलमान घिसिङ हुँदा पनि हुन्थ्यो। तर त्यो बेला जनताहरूमा कुनै पनि डर थिएन, किनकि कुलमान घिसिङ हुन्जेलसम्म लोड सेडिङ हुँदैन भन्नेमा सबैजना ढुक्क थिए। तर अहिले जसै कुलमानलाई सरकारले बर्खास्त गर्यो, अब आम जनतामा एक प्रकारको डर बचिरहेको छ कि अब ढिला चाँडोको कुरा हो, एक दिन देशमा पक्का लोड सेडिङ हुन्छ भन्ने। र यही डरले गर्दाखेरि र अहिले पहिले भन्दा अलिक बढी नै बत्ती जान थालेपछि आम जनता झनै त्रसित बनिरहेका छन् भने झन् यही बीचमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव साकेले एक अन्तर्वार्ता